यसलाई पानी फेदमा हाल्नु अनि फेदमा हाल्नु अनि त्यहाँदेखि यत्रो कोसा हुन्छ अनि त्यो निलो निलो यस्तै पखेटा पलाउँछ अनि त्यो अलिक पानी हाल्नु ठुलो हुन्छ अनि त्यहाँ ठुलो भएपछि सुकाउनु टिपेर सुकाउनु पर्छ फेरि त्यो माछा भाग्नलाई सकेको छैन नि भोलि सकिन्छ अझ अलिकति काम भयो छिटाउनु आलुबारी अनि अलैँची बारी कति धेर छ नम्बर स्कुलको हो नि गुम्बा आउन आँटेको होइन आउन आँटेको नि गुम्बा यति सिकाउँछ तपाईँलाई 1 घन्टा लाग्छ 1 घन्टा होइन उता बोजू कि बाजेलाई भन्दिनु बोलो न बोलो अब घर निस्किन्छ पानी काम यसलाई भन्छ सिन यो प्याङमा फल्ने रोप्ने मान्छेको हेलो गाइज आज हामी चाहिँ माथि डाँडामा घुम्न जाँदैछौँ तपाईँहरूले हाम्रो भिडियो चाहिँ लाइक सेयर कमेन्ट गर्नु होला है सो गाइज पाउडर फुल छैन दिदी भरे युट्युबमा आउनुहुन्छ युट्युबमा तपाईँ भरे च्यानलमा आउनुहुन्छ च्यानलमा पानी पऱ्यो भाइ पूरा राख्दा आए त मम्मी भन न बाइक चराज पठाइदिनु ल खाएछ त फुल त टाढो त छैन हिँड्दाको त्यो अल्छी गरेर त्यस्तो भयो यो चाहिँ रसना दिदी जन्मेको घुर्के ठाउँ यो चाहिँ है यो गाउँको नाम भाइ यो गाउँको नाम के रे भाइ यो गाउँको नाम प्याङ प्याङ यो गाउँको नाम चाहिँ रहेछ प्याङ गाउँ प्याङ गाउँ यहाँ चाहिँ खेती चाहिँ होइन खेती के हुन्छ अरे खेती के हुन्छ अरे यता खेती भनेको अलैँची हुन्छ है त्यसपछि अनि आलु हुन्छ भन त भाइ भन न भन खेती के हुन्छ अरे खेती
आलु मकै धान धानहरू पनि गहुँ हुन्छ कोदो 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 अनि अरू अलैँचो अम्लिसो अकबारे खोर्सानी ओलन भनेको दुध यो पनि फल्यो गहुँको दाना हुन्छ तर ल हिँड्नु अब नकोट पखनी हजुर के थरी परि म गुरुङ गुरुङ हो हजुर के गुरुङ लामी छाने लामा गुरुङ लामा गुरुङ हजुर आमा घले गुरुङ ठुले आमा चाहिँ लामछाने गुरुङ काठमाडौँ बसाइ अहिले हजुर ए यहाँ नुमा हार्छन् साथी हजुर मेरो भन्छन् कान्छी कान्छी हजुर कान्छी बिरामी भएको भयो अनि यस्तो साथी आइदियो कि त्यही माथि नि अब आमा खसेको अनि आमा खसेपछि उसलाई नि अलिकति गाडीमा अलिकति हुन्छ नि त टेन्सन हुन्छ नि त अब यो सकेपछि अर्को जोड्नु अब उसलाई साथी पनि छैन त्यो साथी आइदिएको निम्बा हजुर डोको पनि थाहा छ खोइ तिमीले आगो फुकेको त भान्जा अनि बोल्दै आएको त ढोका छुनिदिन्छ है हट हाको न अहिले आउँदै हुन्छ त्यसो त हाले धक्का म त केही नै भएको लाग्यो आगो बोल्दैन बाल्नु त हुन्छ ए हुन्छ यो परेछ र कता अस्ति नै होला है अस्ति नै होला है त्यो मान्छे बस्छ त्यति साह्रो असिना पर्यो र कि हिउँ पनि हुनसक्छ जवारीमा हिउँ पर्यो कि बा फेरि असिना झर्नु थाल्यो भने टुप्पीमा खबर लाग्यो म त होइन हजुर हुर्केको के गरौँ यसरी बनाउँदो रहेछ है मलाई थाहा छैन यो बनाएको चाहिँ यो बनाएको मलाई थाहा छैन कि हजुर
चित्रा चित्र ओ सिरुले सपनाबाट जाउँ ल सिरु खाएर सकेछ त होइन यहाँबाट पुग्नु सक्नुहुन्छ रसला दिदी घर जाने बाटो यो चाहिँ यहाँबाट अब हामी चाहिँ रसला दिदी घरमा चाहिँ पुगिन्छौँ आमा कति हुँदैन त्यहाँ छ्या माटो माटो यो पछाडि घर नि देखाउ ल पानी पऱ्यो भाइ